भिडियो हाल्छ सस्तो र मस्तो भन बस्छ अनि किनिन्छ भनेर होला हाई गाइज के छ बबिता के हो साइडमा के राखेछु खानेकुरा बबिता हेर्न त तँलाई चाहिँ खानेकुरा बोकेर हिँड्नुपर्छ है खानेकुरा नगर्नु तैँले बोक भने किन सकि गाइज हेर्नु सक्नुहुन्छ हामी चाहिँ बुफेन जाँदै हामी सपिङ गरेर यसले आज मलाई लुट्ने वाली छ अब मैले 10,000 मात्रै बोकेर हिँडेको छु त्यही भएर Traffic enforcement camera for violators driving. So guys, हामी चाहिँ सपिङ भयो ठाउँमा पुगिसक्यौँ यस्तो निद्रा लागेर गाइस यो सुतिसके चाहिँ म पनि सुतेर पुग्यो सपिङ गर्न गइन्छ बाई गर्नु नि बाई सो गाइज लास्टै जाडो रहेछ मैले चाहिँ ज्याकेट लगाइहालेँ यसले चाहिँ ज्याकेट ल्याइरहने चाहिँ ज्याकेटै छैन गाइज यसो यति धेरै त चाहिँ लाग्यो मेरो एउटा ज्याकेट किनिदिनु गाइज यसलाई छ है मसँग यति धेरै ज्याकेट छ मैले नल्याएको किनकि मलाई गर्मी हुन्छ नि त त्यही भएर हो कि यसको जुत्ता पनि छैन चप्पल लगाएर मैले किनिदिन्छ भनेर होला कि यसले लुट्नी लुट बजार चलेको आज लुटेर तपाईँलाई पैसा किन्छ छैन त्यहाँ हजुर एउटा ज्याकेट किनिदिनु पर्यो यसलाई कति बाठी गाइज ज्याकेट किनिन्छ बर्थडे आउँदैछ ज्याकेट किनिन्छ भने ज्याकेट नलाइकन आँकी भाइ हो माई गड धेरै सोचेको मलाई खतरै लाग्यो त त्यो बर्थडे गिफ्ट पनि हुन्छ बर्थडे गिफ्ट किनिन्छ भनेर बबिताले गाइज माइलीले ज्याकेट नकिने आइन्छ कस्तो छिटो भित्र नकिने होइन ज्याकेट नलाइकन आएँ चाहिँ अब यसले मलाई लुट्छ आज होइन त कस्तो राम्रो क्रिसमस हो सो गाइज क्रिसमस भएकोले अब तँलाई कस्तो तपाईँ लास्ट कहिले यस्तो बोल्दा हेर त यो पनि डेमन हो साझा बोइजको एउटा गेम त्यो पनि हो त्यो त जुङ्गा नि छ त्यो राम्रो छैन है त्यो राम्रो छैन बबिता यता हेर घाँटी फर्काउनु यसको घाँटी राति दुखेर फर्काउन भएन गाइस यता हेर त यतापट्टि त हेर्दिस् नि एक राउन्ड घुम्नै पर्छ हो तेरो होइन यो हुन्छ तँलाई त्यत्रो बेच्न राखेर छन् लौ के बबिता तर तेरो हो यो बबिता कस्तो राम्रो हेर्न मलाई चेन भएको मनपर्छ क्या फेरि त्यो राम्रो छ कुन सेल वाउ नाइट ड्रेस कान्छी तेरो जस्तै हेर्ने मात्रै हो किन्ने होइन बबिता दाजु एकचोटि सपिङ सेन्टरमा हामीले केही किने छैन है अहिलेसम्म राम्रो त छैन क्याकहरू राम्रै छैन राम्रो छ तर के गर्नु पैसा राम्रो छैन जे पाइदियो हो जो चाहिँ राम्रै छैन साथीले बबिता किन्ने हुन्छ कति राम्रो क्या म साँच्चै ऐनामा राम्रो देख्छु अनि क्यामेरामा चाहिँ कस्तो नराम्रो देख्छु के हो सो गाइस हामीले चाहिँ सपिङ गरिसक्यो के गर्यो यसो देखाउँ पहिला यति अरू खै खै कता छ यो चाहिँ खाएको है फर्स्टमा चाहिँ हेर है त
यसको चाहिँ हजुरबाको सुरुवाल छ एउटा यो मेरो के हजुर गर्छ राम्रो हो नि के सस्तोमा छ्या बस्नु अर्कोले त्यो महँगो नै न पहिला साह्रै महँगो छ गाइस यो चाहिँ यस्तो हारिसम्म तल मैले घरबाट निकाल्छु तल चाहिँ निकाल्छु घरबाट अर्को त्यो मलाई बस्नु त्यस्तो त्यो सस्तो मस्तो नभन्थ्यो सो हाई गाइज हामीले सस्तो मस्तो वाला किनेको छ अब हेरमै त यसको बर्थडे गिफ्ट यो चाहिँ 500 को अहिले यस्तो महँगो लुगालाई 500 भन्नु तैँले कुरा खान्छु सबैले गाइज झुट बोल्छस् यो 500 मा किनेको कसले झुट बोलेको आफै पत्ता लाउनु है गाइज गाइज यो 500 मा आउँदैन यस्तो यस आउँछ तँलाई खोलेमा 500 त त्यही हो मेरो आउँछ गाइज यो चाहिँ महँगो लुगा हो यसले चाहिँ सस्तो पक्नु गाइज यो 1000 को हो गाइज यो पनि 1000 को हो तैँले भन्नु भने सबै थाहा भइहाल्छ कस्तो राम्रो छ यो चाहिँ 1000 मा सेल लागेको थियो सो ल्याइहाले गाइज ल गाइज यहाँ हेरेर थाहा हुन्छ ट्याग पनि छ छैन रहेछ भन्न थाहा हुन्छ कि कोरियामा कुन लुगा कति पर्छ सबै तैँले भनिराख्नु पर्दैन गाइज यो चाहिँ 1000 रुपियाँ यो चाहिँ मेरो हो भाउ कलर यो चाहिँ 500 रुपियाँ हो 1500 थाहा छ तपाईँहरूलाई गाइज यसले क्या है उता युनिभर्सिटीबाट आउँदाखेरि ज्याकेट नलाइ चाहिँ किनिदिन्छ भनेर किन लाएर आएको छु ल त्यो अस्तिको चाहिँ के हो त्यसो त्यो चाहिँ त्यो हाफ ज्याकेट लाएर आइछ किनिदिन्छ भनेर होला बर्थडे लगेजमा छ ज्याकेट अहिले न्यू नखोज गाइज बर्थडे आउँदैछ किनिदिन्छ भनेर किनिदिन्छ अघि हेर्दै थियो एउटा ज्याकेट उता जा पाएँ त्यही मलाई बोल्न दे यहाँ छोड उता जा एकछिन 3035 को ज्याकेट किनिन बिचारा मेरी बहिनीले लेदरको ज्याकेट राम्रो हुनु परेन ल गाइज अनुहार हेर्दा नि लेदरको ज्याकेट लाउने जस्तो दुख्छ भन्छु यसको चाहिँ घाँटी यस्तै गर्नु भएन यहाँ सर्केर ए मलाई बोल्न दिएन गाइज मैले चाहिँ यो किने एकदम राम्रो छ नरम नरम यो सुत्ता उता हिँड्दा चाहिँ होदा लाउन मिल्छ अनि अर्को खोइ मेरो कहाँ गयो खोइ यो होइन यो त तेरो हो गाइस यो चाहिँ मेरो यो सबभन्दा महँगो है सबभन्दा ओइ सेम छ त है सेम छ त तर तेरो भन्दा मेरो सफ्ट छ क्या गाइस जाने यो अलि ब्रान्डेड छ बबिता भित्रबाट मुजा मुजा भन्दा छ भित्रबाट चाहिँ यसको त सेतो है सस्तो मस्तो अनि त्यस्तो यो चाहिँ अलि सजिलो तातो थियो इगो तातो थियो इगो त तातो थियो इगो तारन गयो यसलाई कोरियन भाषा आउँदैन तँ आफार बस्छ अब बसिन्छ त मेरो घाँटीमा मात्रै नछु है अहिले यो यस्तै लोभी छ केही 300 रुपियाँको ज्याकेट के चुलार बस्छ अब भयो गाइज बाई अहिले जे पार्टी भन्छ 300 को ज्याकेट किन्छ 400 को प्यान्ट किन्छ अनि हिँड्छ यो यसले यो टप छ नि गाइज यो टप यस्तो 150 को 1000 वटा किने उता त अनलाइन अर्डर गरे हो के 150 न 250 अब छोड अब गाइज बाई बाई भोक लाग्यो अब खानु पर्छ बुम हैन थ्यांक यू फर वाचिङ गाइज बाई